नमस्कार, म लक्ष्मी शर्मा। आजको अङ्कमा मैले आइपिओ सम्बन्धी जानकारी लिएर आएकी छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज मैले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले जारी गर्न लागेको आइपिओ सम्बन्धी जानकारी दिनेछु। कम्पनीले धितोपत्र बोर्डबाट कुल 11,19,000 किता आइपिओ निष्कासन गर्न स्वीकृति पाएको थियो। कुल कितामध्ये स्थानीय बासिन्दाहरूका लागि 1,86,500 किता कम्पनीले छुट्याएको छ। त्यस्तै सर्वसाधारणका लागि छुट्याइएको 9,32,500 किताको 10% अर्थात् 93,250 किता आइपिओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख 30 गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ। यस आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार 13 गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम 10 किता र अधिकतम 10,000 कितासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्ने इक्रा एनपी इस्युअर BB- रेटिङ प्रदान गरेको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर एपबाट यस आइपिओमा सहजै आवेदन दिन सक्नेछन्। कम्पनीले 5 मेगावाट क्षमताको बुकु कापटी खोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको आह्वान पत्रमा उल्लेख गरेको छ। आयोजनाको कुल अनुमानित लागत 1,23,85,00,000 रुपियाँ रहेको छ भने प्रति मेगावाट लागत 24,77,07,000 रुपियाँ रहेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले 21,50,000 रुपियाँ सञ्चित नोक्सानीमा रहेको आह्वान पत्रमा उल्लेख गरेको छ। कम्पनीले पहिलो चरणको आइपिओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणमा आइपिओ जारी गर्नेछ। धन्यवाद।